हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। साथीहरू, आज हामी कुरुसले एकदमै राम्रो सजिलो खालको पर्स बनाउन सिक्छौँ है। त्यो लेडिजले बोक्दा पनि जेन्ट्सले बोक्दा पनि एकदमै राम्रो देखिन्छ र एकदमै सजिलो पनि छ। यदि तपाईहरू भर्खरै कुरुस सिक्दै हुनुहुन्छ भने उहाँहरूको लागि पनि एकदमै सजिलो। सबैभन्दा पहिला साथीहरू, हामीले यसरी म्याजिक नट बनाऊ। अब यो हामी सिक्री गर्नेछौँ यसरी 1 2 3। यो सबै मैले 62 सिक्री बुनेको छु साथीहरू, 62। अब यो 1 2 वटा बुनौँ। त्यसपछि हामीले यसमा यसरी यो सिंगल स्टिच, एकदमै इजी। यो टोटल घरमा सबै बुनेर 3 इन्ची जति बुन्नेछौँ साथीहरू। साथीहरू, अब यसलाई चाहिँ यसो गरेर यसरी नै यो सिंगल स्टिच बुन्दै बुन्दै यता माथिपट्टि बुन्दै जाउँ। यसरी नै हामीले 2.5 3 इन्ची जति खुरुखुरु यहाँदेखि यहाँ पुरै टोटल बुन्नेछौँ। साथीहरू, यो टोटल घरलाई मैले यो 3 पार्ट्स भाग लगाएको छु, हेर्नुहोस् त। अब यो हामीले खुरुखुरु बुन्दै गयौँ र यो 2.5 3 इन्ची जति बुनिसकेपछि यसरी यो 20 घरलाई हामीले छोड्नेछौँ र फेरि यो 40 घरलाई हामी खुरुखुरु बुन्दै बुन्दै जानेछौँ। अनि यसरी बुन्दै बुन्दै गइसकेपछि फेरि यो 1.5 इन्ची जति भइसकेपछि टोटल यहाँ मुनिबाट चाहिँ हामीले 4 इन्ची जति भइसकेपछि चाहिँ हामीले यो पनि छोडेर फेरि यो 20 घरलाई मात्रै बुनेको साथीहरू। अब यो 20 घर मात्रै बुन्यो, हाम्रो पर्स चाहिँ यो साइजको बन्छ। तपाईहरुलाई कत्रो साइजको मनपर्छ त्यो अनुसारले बुन्न सक्नुहुनेछ। 90 20 घर साथी। अब यो भयो, यो हामीले 1 घर 21 घर, एक घर चाहिँ बढी मोड्नको लागि लिनेछौँ। अब यसलाई हामीले यतैबाट यो लामो नबुनिकन अब यतैबाट हामीले घुमाएर यसलाई यसरी बुन्न सक्छौँ। यो गन्दै गन्दै हामीले 20 घरसम्म यसरी नै बुन्दै बुन्दै जाने। यसरी नै अब हामीले यो टोटल यसरी फोल्ड गरेर हैन, यति नै यहाँसम्म नपुगेसम्म अब हामी खुरुखुरु बुन्दै बुन्दै यो यति टोटल भागै बुन्दै बुन्दै जानेछौँ है त। यही साथीहरू, हामीले यो पाटा चाहिँ एउटा यसरी बुन्यौँ भने अर्को एउटा सिम्पल पाटा चाहिँ यसरी बुन्यौँ है। अब यसलाई हामीले यसरी यसमा एट्याच गर्नेछौँ। यसरी भयो। यो जोइन नै गरौँ है त साथीहरू।
ल हेर्नु त साथीहरू पर्स यो अब यताबाट यसरी यो तपाईँले आफूलाई जे मन लाग्छ त्यो राख्न सक्नुभयो है। अब यसलाई हामीले यसरी बटम एउटा राखेर यसरी विभिन्न किसिमका मोतीहरू राखेर जे राखेर पनि आफूले आफू अनुसारको डेकोरेट पनि गर्न सक्नुहुन्छ है। ल हेर्नुहोस् त गजबको देखेको छैन? तपाईहरूले पनि बनाउन सक्नुहुनेछ। र के कस्तो लाग्यो लाइक सेयर र सब्सक्राइब गर्न पनि नबिर्सिनु होला नि। राम्रो नराम्रो जे जस्तो भए पनि कमेन्ट गर्नु होला है त। हस् त साथीहरू, बाई बाई।